हेलो गुड मर्निङ सबैजनालाई रिम रङको ब्लगमा स्वागत छ है। अनि दुई तिन दिन मैले ब्लग जोडाउन सकेन है। अन्त सो किनकि गाउँमा मरौ भएर थियो नि, अनि त्यही भएर चाहिँ अन्त सोचेको जस्तो चाहिँ केही पनि हुँदैन रहेछ। मलाई अस्ति त याद छ तपाईँहरूलाई, जस्ट ब्लग कन्टिन्यू जोडिदिने सबैजनालाई मैले के भनेको थिएँ भने चाहिँ म भोलिको दिनमा चाहिँ साँच्चै मल बोक्छु भनेर होइन, अब मल बोक्नु पऱ्यो भनेर है। लास्टमा त्यो काम पिटिकै भएन जस्तो भयो होइन। अब के भन्नु है, अब खस्नु हुने चाहिँ मेरै मामा पर्छ। अन्त अब सडनली के होइन मान्छेको त्यो के हुन्छ अब त्यही हो, प्रेयर सेट उतै नै छु होइन। तर भए पनि जे होस् होइन, अब फ्री नै छ। अब कति सक्दो चाहिँ राम्रो जुनी पाओस् भन्ने खालको है, त्यति चाहिँ भन्न चाहन्छु। अनि फिलहाल आज चाहिँ होइन घरमा कोही छैन, आफै आफ्नो चाहिँ काम लाग्यो नि। अन्त जहिले मैले गर्ने काम गर्ने भन्दा चाहिँ म एक्लै हुन्छु नि। तर अब एक्लै हुन्छु चाहिँ होइन कि हुनु चाहिँ हुन्छ होइन। अस्ति चाहिँ बहिनी घरमै थियो, म उति गर्नुपर्ने। अनि आज चाहिँ म चाहिँ घरमा बस्नु पऱ्यो किनकि बहिनीको स्कुल लाग्नु थालिहाल्यो ल। अन्त सो है अब के काम जोडिन्छ हेर्दै जाउँ है। धेरै मजा आउँछ आजको चाहिँ भिडियो चाहिँ, किनकि अब कति दिनको बादमा मैले घरहरू लिप्छु नि। म लिप्नु चाहिँ पहिल्यैदेखि लिप्थेँ होइन, किनकि पहिल्यैदेखि किचन छोडिदिन्थ्यो नि मलाई, खाना पकाउनुदेखि गएको सबै छोडिदिन्थ्यो। अन्त मैले चाहिँ अब के भन्छ चुलाहरू लिप्नु चाहिँ मैले कन्टिन्यू गर्थ्यो। अनि आज चाहिँ काम चाहिँ यहाँ निस्किरहेको छ हो। अनि थाल बटुका धुनुपर्ने छ हो, के हुन्छ हेरौँ एकछिनमा है। मेरो काम चाहिँ रेडी भइसक्यो होइन। अनि मैले चाहिँ अब चाहिँ लिप्नु पर्ने हुन्छ नि होइन, चुला चाहिँ अलवेज लिप्नु त लिप्छु। तर पनि आज चाहिँ कति दिनको बादमा भने चाहिँ 2-3 महिना बादमा। अनि घरमा हाल्दा म अलवेज गरिबस्छु। अनि आज चाहिँ छ तपाईँहरू हेर्नुहोस् है। अनि बाहिर पनि काम चाहिँ छ। गाइस यो काम गर्दा चाहिँ ढाड चाहिँ धेरै मिठो दुख्छ।
खासमा यो चाहिँ राखिराख्छ अरूले चाहिँ म चाहिँ अब यो चाहिँ पर फुलमा लगाइदिनु पर्छ कि फुल मैला टाल्छु मैला रे मार टाल्छु अब चाहिँ टाइम गर्दा गर्दा है अन्त लुगा पनि धुइसक्यो होइन दिन चाहिँ हेर्नु न घामै लागेको छैन हो यस्तो भएर छ मौसम चाहिँ अनि अब लुगाहरू धुइसकेर चाहिँ अब होइन खोले दिने टाइम भइसकेको हो आजको खोले चाहिँ स्पेसियल छ नि गाईको लागि कस्तो दिइरहेको छ यस्तो दामी खाइन्छ नि न उयो चाहिँ यता बिचको नानी के भन्छ मम्मी मम्मी माउ अन्त यो चाहिँ अब छिन उसार्नुपर्छ यो चाहिँ खास जोन चाहिँ यो हो हेर्नु तिनी तर्पेको गाइस अब म चाहिँ खोले पिटाउने होइन मैले यो काम चाहिँ मैले देखाउनु मात्रै होइन जहिले गरिबस्छु होइन अन्त पहिलादेखि नै बस्नु चाहिँ घरमा चाहिँ कोही बेला गर्छु तर पनि अब भाजी भएर चाहिँ पहिला जस्तो हामी इन्ट्रेस्टमा चाहिँ भिन्डीहरू गर्दैन अन्त खोले दिनु र त्यो काट्नु त सक्छु नि अनि गाईको गोबरहरू त्यो गर्नु अलिअलि पहिलादेखि मम्मी सिकाइरहनु मन थियो होइन अन्त गर्नुपर्छ यस्तो गरिरहन्छ होइन गोबर चलाएको किन किनौँ होइन घरले त गरिन्छ अनि यसो अब खोले पनि दिइसक्यो होइन अनि आयो है अब पानी पर्यो कुचो उठाउनु आउनु
के अब है भोलि पनि दिइसक्यो अन्त फेरि अब एकछिन भेटौँ है काम छैन पनि भिडियो पनि सुन्दैनौँ अन्त काम छ पनि भिडियो पनि हुन्छ है है एकछिनमा भेटौँ है